नमस्कार यहाँहरूलाई मैले देखाइरहेको यो दृश्य गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको लार्पाक भन्ने ठाउँ हो, जुन समुद्री सतहबाट 2100 देखि 2300 मिटरको उचाइ रहेको रहेछ। यो देखिएको बस्ती लार्पाक नमुना बस्ती हो, जुन सबै घरहरू एउटै किसिमको रहेको छन्। टोटल घरहरू 615 भन्दा बढी रहेको देखिन्छ र उता देखिएको हिमाल गणेश सीमा र बुद्ध हिमाल रहेको छ भने आजको हाम्रो यात्रा यो लार्पाकको ठाउँमा रहेको छ भने यो बस्ती नमुना बस्ती हो, जुन सम्पूर्ण घरहरू एउटै किसिमको रहेको देखिन्छ र यसको ब्याकग्राउन्ड पछाडितिर देखिएको दन्तलहर हाँसे झैं देखिने हिमाल, यताको देखिएको दृश्य चाहिँ हिमाल भनेको बुद्ध हिमाल हो भने त्यसको जस्ट अपोजिट साइडतिर पछाडितिर अलि ब्याकग्राउन्डको लास्ट ब्याकग्राउन्डतिर देखिएको जुन तिब्बतको सिमाना गाँसिएको र गोर्खा जिल्लामै अवस्थित रहेको गणेश हिमाल हो। यस हिमाललाई हेर्न र यहाँको लार्पा नमुना बस्ती हेर्न र गोर्खाको ऐतिहासिक भ्रमणको लागि हामी श्री अन्नपूर्ण माध्यमिक विद्यालयबाट शिक्षक तथा विद्यार्थी भाइ बहिनीहरू आएका थियौं र यो दृश्य अत्यन्तै अनुपम अदृश्य देखिएको छ र अनुपम छटाले भरिएको हाम्रो देश नेपाल, जुन विश्वका सर्वोच्च हिमालहरू मध्येका 8वटा हिमाल 8000 मिटर भन्दा अग्ला हिमालहरूमा अवस्थित भएकै कारणले गर्दा र तर चाहिँ यहाँको बस्ती चाहिँ अत्यन्तै सुन्दर रमणीय र धेरै बस्तीहरू गुरुङ समुदाय रहेको देखिन्छ। यो बस्ती साँच्चै वास्तवमा भन्ने हो भने नमुना बस्ती नै हो, नमुना बस्ती देखिन्छ, नमुना बस्ती नै लेखिएको छ र यो नमुना बस्ती नै हो किनकि यहाँका घरहरू एउटै प्रकार, एउटै डिजाइन, एउटै स्ट्रक्चरमा निर्मित भएको र यी घरहरू हेर्दा साँच्चै नमुना बस्ती वास्तवमा हाम्रो देश नेपालको गोर्खा जिल्लामा रहेको एकदमै उच्च भाग, जुन अत्यन्तै स्मरणीय, रमणीय र ज्ञानवर्धक अनुभव बटुल्ने किसिमको देख्न सकिन्छ। धन्यवाद।